6 महिनामै गर्यो कसरी भन्ने होइन, गर्यो त, गरिसक्यो त, देखिसक्यो त प्रमाण। उहाँले कति समय लाउनुभयो त्यो त उहाँको विषय भयो। अभिमन्युलाई गर्भमै युद्धकला सिकाए अरे के, गर्भमा छँदा, आमाको गर्भमा छँदा। अब कृष्णकै विषयमा पनि महाभारतमा प्रसङ्ग छ, 16 दिनमा 16 कला सिक्नु भयो अरे के। आज नाच्ने सिक्यो भने भोलि गाउने सिक्ने, पर्सि के भने बोल्ने कला सिक्ने। यसरी कृष्णले एक दिनमा एउटा कला सिक्दा राधिका दासी लगायतका विभिन्न कथावाचकहरूलाई चाहिँ 6 महिना अध्ययन गरेकै भरमा चाहिँ कथा वाचन गरेर हिँडेको भन्ने आरोप लगाइन्छ, के यो सही हो? क्षमताको कुरा हो होइन, गुणस्तरीयता कतिको छ उहाँको प्रवचनमा भन्ने कुरा हो, कतिको बुझ्नु भएको छ भन्ने कुरा। एउटै क्लासमा पढ्ने विद्यार्थी, एउटा विद्यार्थीले चाहिँ कुनै पनि गणितलाई चाहिँ 5 मिनटमा सल्भ गरिदिन सक्छ होइन, समाधान गरिदिन सक्छ। तर त्यही समस्यालाई फेरि कसैले 2 घण्टा लगाइदिन नि सक्छ होइन। भन्दा अब 2 घण्टा एउटा विद्यार्थीलाई लाग्यो भनेर अर्कोलाई पनि 2 घण्टै लाग्दिनु पर्छ भन्ने बाध्यता त छैन नि त। ट्यालेन्ट कतिको छ, कतिको चाहिँ क्षमता छ कि, क्षमता महत्त्वपूर्ण क्षमताको कुरा हो नि त। अब राधिका दासीको क्षमता 6 महिनामा चाहिँ कथा वाचनको बन्ने छ भने, छिटै सिक्न सक्ने क्षमता छ कुनै कुरालाई भने, छिटै बुझ्ने क्षमता छ भने त कसैले रोक्न त सक्दैन। बाध लाउन त कुनैको कसैको शक्ति र क्षमतालाई बाध लाउन त सक्दैन। 6 महिनाकै भरमा चाहिँ त्यत्रो हुन सक्छ, त्यत्रो चाहिँ सिक्ने सम्भव छ त। तेज कतिको छ, कतिको सिक्ने क्षमता छ। अब उहाँले कति समय लाउनुभयो त्यो त उहाँको विषय भयो। तर 6 महिना नै लगाएको हो भने पनि विषय 6 महिना होइन कि, उहाँले कसरी चाहिँ कति बुझ्नु भएको छ र कति बुझाउन सक्नुहुन्छ। कसैले 10 वर्ष लगायो होइन, तर अब उसले कति गुरुहरू हुनुहुन्छ होइन। अब उहाँहरूको क्षमताको कम आकलन गरे होइन, तर 10 वर्ष नै अध्ययन गरे पनि बताउन सक्ने क्षमता कतिको छ त, सम्झाउन बुझाउन सक्ने पनि त चाहियो नि त। बुझाउनै सके आउँदैन। तर उहाँले 6 महिनामा पढेर बुझाउन सक्ने क्षमता त उहाँमा छ नि त। कति तेज छ, कति मजाले चाहिँ बुझाउन सक्नुहुन्छ। राधिका दासीको बुझाउन सक्ने त्यो क्षमतालाई त मान्नु पर्यो नि त। अरूले बुझाउन सक्नु पनि ठुलो कुरा, पढेर पहिला त बुझ्नै पर्यो, नबुझिकन त बुझाउने पनि कुरा आउँदैन। सुरुमा बुझ्नु पर्यो होइन। अनि अर्को कुरा भनेको बुझाउन सक्ने क्षमता चाहियो, र त्यो पनि उहाँमा छ। बुझ्ने क्षमता पनि छ, बुझाउन सक्ने क्षमता पनि छ। अब हामीले उहाँलाई चाहिँ क्वेसन गर्ने भने कि 6 महिना होइन 3 महिनामै गरिदिनु भयो भने नि हामीले भन्न पाउँदैनौँ कि। बुझाउन सक्ने क्षमता गर्न सक्नु पर्यो, काम गर्न सक्ने क्षमता कसैको तेज हुनसक्छ, कसैलाई छिटै गरिदिन सक्छ, कसैले ढिलो गर्न सक्छ, कसैलाई समय लाग्न सक्छ। तर हामीले सबैलाई एउटै भयो भने त मान्छे त मेसिन त होइन नि त, रोबोट त होइन नि त। जस्तो यहाँ मैले यहाँ कोठामा चाहिँ स्विच थिएँ चाहिँ बत्ती बल्यो, छिमेकीको घरमा नि स्विच थिच्दा बत्ती बल्छ भने त एउटै खालको त हुँदैन। मान्छे त चेतनशील हो, मान्छे त अलग अलग हुन्छ, क्षमता अलग अलग हुन्छ। र हामीले त्यो क्षमतालाई स्वीकार्नु पर्ने हुन्छ कि, क्षमतालाई सम्मान गर्नुपर्ने हुन्छ। हामीले चाहिँ 6 महिनामै गर्यो कसरी भन्ने होइन, गर्यो त, गरिसक्यो त, देखिसक्यो त प्रमाण। अब कसरी गर्यो भनेर उसको गर्नेलाई चाहिँ समस्या पैदा गरिदिन चाहिँ मिल्दैन। जस्तो अब हेऱ्यो भने महाभारतमा प्रसङ्ग आउँछ नि, अभिमन्युको कथा तपाईँले सुन्नुभयो होला नि। गर्भमा छँदा, आमाको गर्भमा छँदा कृष्णले चाहिँ युद्धकला सिकाएको प्रसङ्ग आउँछ क्या। सुभद्राको गर्भमा छँदा चाहिँ आफ्नो बहिनी हो कृष्णको सुभद्रा। अनि त्यो गर्भ अवस्थामा चाहिँ, गर्भवती स्थितिमा चाहिँ पेटमा चाहिँ बच्चा हुँदा कृष्णले बाहिरबाट चाहिँ भन्नुभएछ, फटाफट युद्धको बारेमा बताउन थाल्नुभएछ। त्यो कुरा पेटमा गर्भमा भएको चाहिँ शिशु अभिमन्युले सुनिरहेको प्रसङ्ग छ नि त। अनि त्यो सुभद्रा निधाएको कारण के स्थिति पैदा भयो भने युद्धमा छिर्ने, चक्रव्यूहभित्र जाने चाहिँ ज्ञान सुन्न पाएछन्, चक्रव्यूहबाट बाहिर निस्किने चाहिँ ज्ञान सुन्न नपाएको प्रसङ्ग छ नि। कृष्णले भन्दै जाँदा निधाएको कारण, आमा निधाएको कारण। त त्यो कारणले गर्दा पछि गएर चाहिँ अभिमन्युले महाभारत युद्धमा चाहिँ भित्र त प्रवेश गरेको, बाहिर निस्किन नसकेर चाहिँ त्यहाँ मृत्यु भएको, युद्धमा मारिएको कुरा छ। 16 वर्षको एउटा केटो महाभारत युद्धमा चाहिँ त्यत्रो चाहिँ होइन आफ्नो वीरता प्रदर्शन गरेछ, अद्भुत वीरता भनिएको छ। त्यो महाभारतको प्रसङ्गमा आउँछ कि अभिमन्युको अद्भुत नै चमत्कारिक उनले चाहिँ सामर्थ्य प्रदर्शन। उसो भए तपाईँको मतलब चाहिँ कि राधिकाले चाहिँ बच्चाबाट सिकेर आएको होइन हो। अब यहाँ हामीले के कुरा बुझ्नुपर्छ भने कतिपय कुरा के हुन्छ भने हामीले देखेको मात्रै सत्य हुँदैन। हामीले के बुझ्नु पर्यो भने कतिपयलाई पूर्वजन्ममा देखेको पनि हुनसक्छ। पूर्वजन्ममा नि कसैले गरिसकेको हुनसक्छ, त्यहाँबाट कन्टिन्युटी हुनसक्छ। कसैले यही जन्ममा सुरु गर्यो त उसलाई टाइम लागेको हुनसक्छ, कसैले पूर्वजन्मदेखि नै हुनसक्छ। हामी त पूर्वजन्मलाई र पुनर्जन्मको अवधारणा मान्ने धर्म हो नि त हिन्दू धर्म। त उसको आधारमा हेऱ्यो भने त पूर्वजन्म थियो। जस्तो अहिले बच्चामा अभिमन्युको कुरा छोडिदिउँ र अहिले अरूको पुनर्जन्मको कुरा छोडिदिउँ, राधिका दासीको विषय छोडिदिउँ। बच्चाहरू सानो सानो बच्चा हुन्छ, कस्तो ट्यालेन्ट जन्मिएर आउँछ। कसरी त सँगैको उसको साथी चाहिँ ट्यालेन्ट हुँदैन, ऊ एकदम एक्स्ट्रा अर्डिनरी जिनियस हुन्छ। कसरी आयो त त्यो क्षमता, कहाँ आयो भन्ने क्वेसन त उठ्छ नि त। कसरी त्यो क्षमता बन्यो त उसको होइन। अब सिकेको पनि होइन, रातारात एउटा बच्चाले सिक्न पनि सक्दैन। उसको क्षमता हेऱ्यो भने कहाँ आयो त भन्ने कुरा उठ्छ। अब दुईटा कुरा हुन्छ, कि त भगवानको आशीर्वाद भन्नुपर्ने हुन्छ हामीले,
कृपा भन्नुपर्ने हुन्छ। हजुर। के त पूर्व जन्मको उसको कर्म हो भन्ने कुरा हुन्छ, दुईटा मध्ये एउटा त हुन्छ, नत्र के भन्ने त वैज्ञानिक रूपमा बुझ्ने पनि त के भन्ने त उसको क्षमता त देखिरहेकै छ होइन। भनेदेखि कसरी भयो भन्दा हो कसरी बच्चैमा गरिदिन्छ, बच्चैमा ट्यालेन्ट हुन्छ। अब के गर्ने त, राधिका दासीले त 20-22 वर्ष 25 वर्ष लागेपछि प्रवचनको विषय आएको होइन, कसैले त बच्चैमा नै गरिदिन्छ। कति बाल बच्चाहरू कति छिटो चाहिँ प्रवचन गरेका हामीले देख्छौँ नि, नेपाल भारततिर पनि देख्छौँ। सानो सानो बच्चाले प्रवचन गरिदिएर हुन्छ, कस्तो तेज सहित कस्तो प्रभावशालीता सहित गर्छ। अब त्यसलाई हामीले भन्न मिल्छ त, किन कति टाइम लाग्यो, यो बच्चाले सिकायो, क्षमता छ त सिकाउँछ होइन। कसैलाई जीवन लाग्न सक्छ, कसैलाई बच्चामै उदय दिन सक्छ। त्यसैले हामी के भन्छौँ भन्दा कसैको पूर्वजन्मदेखिको विषय पनि जोडिएको हुनसक्छ। पूर्वजन्मको त्यो इच्छा, सिक्ने चाहिँ हो, इच्छा सिक्ने इच्छा पनि हो, विभिन्न एङ्गलबाट हेर्न सकिन्छ। जस्तो सिक्ने इच्छा पनि हो, इच्छा कसरी पैदा हो, फेरि इच्छा मात्रै भएर पनि सकिँदैन, सबैले सक्दैन त्यो इच्छा त सबको होला, तर पोटेन्सियालिटी भित्रबाट पनि त दिनु पर्यो नि त, आफ्नो शक्तिले इच्छा पनि हुनु, त्यो दुईटै भएपछि चाहिँ मान्छेले सकिन्छ। त्यो इच्छा पनि हुनु र प्रकृतिले पनि साथ दिनु पर्यो। आफूभित्रको प्रकृतिले भनेको आफूभित्रको प्रकृतिले साथ दिनु नि पूर्वजन्मको केही कर्म त हुनैपर्छ, नत्र साथ दिँदैन, सबैलाई साथ दिँदैन होइन। त्यो भएर बुझ्नु पर्यो के भने हामीले राधिका दासीले 6 महिनामै सिक्नुभयो, 6 महिनामै सिक्नुभयो त, सिक्नुभयो, बुझाउन थालिसक्नुभयो। अब हामीले त्यो क्वेसन गर्ने कुरा हुँदैन के, क्षमता हुनेलाई हामीले क्वेसन गर्न सक्दैनौँ। बाँध बाँध्न त मैले भने बाँध बाँध्न त सक्दैनौँ नि त, कसैको उर्लेर क्षमता आयो भने हामीले रोक्न त सक्दैनौँ होइन। त्यो भएर अब कृष्णकै विषयमा पनि महाभारतमा प्रसङ्ग छ, 16 दिनमा 16 कला सिक्नु भयो अरे के। अब कला भनेको कस्तो, 16 कला भनेको कस्तो, आज नाच्ने सिक्यो भने भोलि गाउने सिक्ने, पर्सि के भने बोल्ने कला सिक्ने। यसरी कृष्णले एक दिनमा एउटा कला सिक्दा एकदम मजाले सिक्नु भयो अरे के। अब पहिलो दिन नाच्ने सिक्यो भने पर्फेक्टली सबै गीत नाचिदिन सक्ने, मजाले नाचिदिन सक्ने, कुनै खोट बिना, भोलिपल्ट गाउने, पर्सिपल्ट भाषण कला भने जस्तो उहाँले 16 दिनमा 16 कला सिक्नु पर्यो। अब सिक्नुभयो त सिक्नुभयो, अब अरूले त हामीले क्वेसन गर्ने त कुरा हुँदैन। कृष्ण त भगवान नै भनिन्छ होइन। बाल्यकालमै ध्रुवले चाहिँ भगवान प्राप्ति गरे भन्ने प्रसङ्ग छ। ध्रुव भन्ने क्यारेक्टर बालक ध्यान तपस्या गरेर, अब कहिले बाल्यकालमै ध्यान तपस्या साधना गर्छन्, भगवान पाउँछन्। प्रहलादको विषय छ, बाल्यकालमै हो भगवानले दर्शन दिनुभएको भने। कसैले जीवनभर साधना गर्छन् र पनि समय लाग्छ। त्यही भएर हामीले देखेको मात्रै सत्य हुँदैन, पूर्वजन्मदेखिको कर्म हुन्छ, कति कुरा हुन्छ होइन। अब कसैले गरिसक्यो भने उसको क्षमतालाई हामीले चाहिँ आफ्नो दायित्व पुरा गरेका छैन। राधिका दासीले आफ्नो पूर्ण रूपमा चाहिँ निष्ठाका साथ आफ्नो दायित्व पुरा गर्न समर्थ हुनुहुन्छ भने उहाँको त्यो क्षमता अद्भुत छ, विलक्षणता छ भने हामीले त्यसलाई स्वीकार्नु पर्यो होइन। अब हामीलाई 10 वर्षै लाग्नु पर्यो भन्ने त कुरा त हामीले त भन्न त सक्दैनौँ। कसैलाई लाग्ला पनि, कसैलाई नलाग्ला पनि, कसैले 6 महिनामा, कसैलाई 6 महिनामा, कसैलाई लाग्न सक्छ। त्यो त अब हामीले भन्न त मिल्दैन। अब चाहिँ मेरो भन्दा तपाईँको बढी होला, तपाईँको भन्दा अझै बढी कसैको बढी होला। त्यो भएर कसैको पनि क्षमतालाई हामीले चाहिँ अब उहाँले चाहिँ 6 महिनामै सिक्नु भनेर हामीले कारवाही गर्न थाल्ने त त्यो कुरा त भएन त। दण्ड दिने त अब त्यो खालको भयो क्या। यहाँ चाहिँ 6 महिनामै सिकेर प्रवचन गरे भन्नु भने चाहिँ त्यो चाहिँ दण्ड दिन थाल्नु हो कि। कसैले सिक्ने क्षमता छ भने उसलाई दण्ड दिन थाल्ने त गरिरहेछ नि त, सजाय दिनु ठिक हुँदैन कि। त्यो प्रवृत्ति देख्यो क्या यहाँ चाहिँ। अब कतिपयले के भन्नुहुन्छ, 6 महिनामै सिक्नु हुने रहेछ, म पनि गरिदिनु पर्यो क्यारे भनेर त्यो पिएलमे प्रवृत्ति हुन्छ नि। 6 महिनामै गर्ने भनेपछि त जसलाई गर्दैन मैले गर्दा नि मै पनि गर्नु पर्यो क्यारे भन्नुहुन्छ। गर्नुहोस्, सक्नुहुन्छ भने गर्नुहोस्, तर सक्नु पर्यो नि त होइन। महत्त्वपूर्ण कुरा भने त सक्नु पर्यो। अब भनेर मात्र भएन। अब यो खालको अर्काको ईर्ष्या गर्ने, अर्कालाई चाहिँ गिराउन खोज्ने प्रवृत्ति हुने व्यक्तिमा त सम्भव पनि हुँदैन होइन। त्यो प्रवृत्तिले त सकिँदैन त। त्यसैले सक्नुहुन्छ भने गर्ने, तर सक्नु पर्यो। राधिका दासीले सक्नु भनेर सबैले सक्छ भन्ने पनि हुँदैन। जस्तै यो सिक्ने बेलामा चाहिँ हजुर यति वर्षको कोर्स हुन्छ भनेर तोकेको हो। सामान्य त कोर्स त भइ नै हाल्छ, सामान्य त हुन्छ। तर कसैले छिटो राम्रोसँग बुझ्न सक्ने क्षमता पनि हुन्छ, गुरुले भन्ने बित्तिकै सिक्न सक्ने। कसैलाई त्यही कोर्स पनि त कति टाइम लाग्न सक्छ। गुरुले 6 महिनाको कोर्स कसैले चाहिँ वर्ष पनि लाग्न सक्छ, वर्षै लाग्दिन सक्छ नि। जस्तो अब 3 महिनाको कोर्स कसैलाई बुझाउँदै ढिलो बुझ्नेले त 1 वर्षै लाग्दिन सक्छ। कसैले फ्याक्ट भन्ने बित्तिकै, गुरुले भन्ने बित्तिकै बुझिदिएर चाहिँ त्योभन्दा तेज हुन्छ। कतिपयले गर्दा अलङ्कार बुझ्ने भन्छ नि, त्यो प्रवृत्ति भयो भने छिटो पनि सिक्न सक्छ। छिटो बुझ्ने र अरूलाई बुझाउन सक्ने, बुझाउन पनि सक्ने फेरि झन् डेन्जर कुरा हो। जस्तो बुझेर मात्र भने बुझाउन सक्ने नि उहाँमा क्षमता छ, बुझाउन सक्ने क्षमता छ नि त। हजुर। अब क्षमता त उहाँले त कुनै त्यो गुरुले सिकाएको भरमै मात्रै पनि गरेको कुरा होइन। जस्तो हो उहाँले पढाउने त ठिक छ, गुरुले कथा त पढाइदिनु भयो होला, तर बोल्न सक्ने प्रभावशाली त आफूभित्रबाट आउनु पर्यो नि त। त्यो त उहाँमा पहिल्यै छ त। बोल्न सक्ने र अरूले बुझाउन सक्ने व्यक्तित्व त उहाँसँग पहिल्यै रहेछ त, जन्मसिद्ध रहेछ त। भनेदेखि अब त्यो प्रभावशाली त जन्मसिद्ध हुन सक्छ भने उहाँको सिक्न सक्ने क्षमता पनि जन्मसिद्ध हुन सक्छ। छिटो बुझ्ने क्षमता पनि त पहिल्यैदेखि लिएर आएको हुन सक्छ नि। जस्तो उहाँले बुझाउन सक्ने त लिएरै आएको रहेछ नि, नत्र कति गुरुहरूले
भन्यो भने कति वर्ष लागेको हुन्छ त्यो पनि बुझाउनलाई गाह्रो छ। आनाकानी गरेर अकमकिरहेको हुन्छ बोल्दा, तर उहाँको बोली सुन्नुहोस् त कति प्रभावशाली छ, कति तेज छ होइन। त्यो धेरै ठुलो कुरा हो क्या, त्यो जन्मसित लिएर आएको कुरा। अब त्यसमा हामीले अब जस्तो मैले भने कि कतिपय बच्चाकै पनि ट्यालेन्टको कुरा मैले गरेको थिएँ। बच्चादेखि एकदम मिठो बोल्ने हुन्छ, बच्चादेखि उसले एकदम मिठो हुन्छ, गाउँ समाज नै खाइसकेको हुन्छ क्या, कति मिठो बोलिरहेको हुन्छ। अब हामीले भन्यो भने अब बोल्नलाई सिक्नलाई भाषण कला केन्द्र भन्छौँ, जीवनभर धाइरहेको हुन्छ मान्छे बोल्ने कसरी मिठो बोल्ने भनेर। अब उसले बच्चामा बोल्न थालिसक्यो कि चाहिँ कसलाई किन छिटो भयो होइन, कसैलाई ढिलो होला कसैलाई छिटो होला, त्यो अलग पाठ भयो आफ्नो। त्यही भएर कृष्णले भन्नुभएको छ नि स्वधर्ममा केन्द्रित हो रे के, स्वधर्मम निधनम श्रेय परधर्म भयावह भन्नुभएको छ। त्यो भनेको स्वधर्ममा भयो भने मर्न त पनि तयार हुने। अब आजकल स्वधर्म भने हिन्दूमा मर्न पनि तयार हुनु भन्ने अर्थ लगाउँछन्, गलत अर्थ। अब त्यो कृष्णको समयमा हिन्दू क्रिस्चियन मुस्लिम थिएन। कृष्णले भने स्वधर्म चाहिँ के हो भन्दा आफूभित्र बुझ्ने के, स्वयंको धर्म भने स्वयंभित्रको भावलाई प्रकृतिलाई बुझ्ने, त्यो बुझ्नलाई मर्नु पनि पर्याप्त हुन्छ अरे, त्यो बुझ्ने कुरामा लागेर मर्नु पनि ठिक हुन्छ अरे। तर परधर्म भयावह भनेको अरूलाई बुझ्नलाई अरूलाई चाहिँ ध्यान दिन थाल्नु चाहिँ भयावह हो, भयावहको बाटो हो कि अरूको बुझ्न थाल्ने होइन, स्वयंलाई बुझ्न थाल्ने। स्वयंलाई बुझ्नको लागि आवश्यक पर्यो भने मर्नु पनि तयार हुनु, अरूलाई बुझ्ने बाटोमा नलाग्नु, अरूको चाहिँ निन्दा गर्न थाल्ने, अरूले किन गर्यो भनेर अनावश्यक अरूको चर्चा गर्न थाल्नु, किनभने त्यो भएको बाटो हो, डरलाग्दो बाटो हो। त्यो चाहिँ अर्काको सिमाना मिच्नु हो क्या, सिमाना मिच्नु त डरलाग्दो बाटो हो नि त। स्वयंमा अडिनु पर्यो, आफ्नो सिमानामा बस्नु पर्यो। आफ्नो सिमानामा बस्यो भने त्यसको लागि मर्नु पनि तयार हुनु, सिमाना मिच्न नथाल्नु, सिमाना मिच्यो भने त्यो डरलाग्दो बाटो हो होइन। त्यो भएर कसैले भन्नुहुन्छ भने बरु आफै सिक्न कोसिस गर्ने, आफ्नो क्षमता विस्तार गर्ने, तर अर्काको क्षमता भएको माथि क्वेसन गर्न थाल्यो भने आफै माथि बर्बादीको बाटो हो। कृष्णले मैले भने 16 दिनमा 16 कला सिक्नुभयो, कसले रोक्ने। कृष्णले महाभारतको युद्धमा को बीचमा अर्जुनलाई भन्नुभएको छ, ल हेर अर्जुन मेरो ब्रह्माण्ड स्वरूप ल भनेर देखाइदिनु भयो, मै सप्तक हुँ भनेर एक चुटकीमा देखाइदिनु, 1 सेकेन्डमा देखाइदिनु भयो आफ्नो क्षमता। के 6 महिना कुरा 1 सेकेन्डमा देखाइदिन सक्छ कि कृष्ण हो भने, एक चुटकीमा ल हेर अर्जुन म को हुँ भनेर आफ्नो विराट स्वरूप बढाउँदै बढाउँदै जाँदा ब्रह्माण्ड के हो त्यो बुझ्न सक्ने क्षमता छ। दिव्य दृष्टि दिएपछि एकाएक देख्न थाले अर्जुनले भनेको छ। त्यो भएर 1 सेकेन्डमा देखाइदिन सक्नुहुन्छ है कृष्णले। अब त्यो हामीले क्वेसन गर्न मिल्छ र तैँले त एकै क्षणमा यत्रो त पक्कै केही गल्ती होला केही होला भनेर अनावश्यक त्यो लफडा गर्न थाल्यो भने। त्यो भएर कसैले 6 महिना कुरा त पुरा 1 सेकेन्डमा देखाइदियो भने देखाइदिन सक्ने पनि हाम्रो समाजमा हुन सक्छन्। हामीले त्यो भन्नु हुँदैन। जस्तो कृष्णकै समयमा कृष्ण त्यो हुनुहुन्थ्यो होइन, कृष्णको क्षमता अलग थियो, त्यहाँ अर्जुन पाण्डव अलग थिए, पाण्डवको क्षमता अलग थियो, त्यहीँ कौरव थिए, कौरवको क्षमता अलग थियो। हरेक व्यक्ति हाम्रो वरिपरि भएको कसैको क्षमता केही पाण्डवको जति हुनसक्छ, कसै कौरव जस्तो व्यक्तित्व हुनसक्छ, कोही यहीँ पनि कृष्ण हुनसक्छ, यही भगवान हुनसक्छ कि हामीले नबुझे हुन सक्दैन। त मान्छेको अनुहार हेरेर हामीले त्यो धारणा निकाल्छौँ। जस्तो अब कृष्णलाई पनि त त्यो महाभारतमा मान्छेकै शरीर हो, मासुकै शरीर लिएर आएको, देख्दा त मान्छे कृष्ण र हामीमा फरक के त मासुकै शरीर हो। त्यो भएर कौरवहरूले कृष्णलाई भगवान नमान्नुको कारण के भने हामी जस्तै मासुको शरीर छ, सुन चाँदीको शरीर लिएर त आउने हो नि त भगवानले नि। सुन चाँदी हिरा मोतीको शरीर त हुँदैन, या त अलग केहीले बनाएको शरीर होइन, मासुकै शरीर हो। त्यो देखेर के भन्छ भने यो के हो त, यो के हो र यो केही पनि होइन, यो सामान्य हो भन्ने मान्छेमा पर्छ क्या आफ्नो। त्यही भएर हामीले के बुझ्नु पर्यो भने यही संसारमा हामी जस्तो मात्र छैन, विलक्षण क्षमता भएका पनि हुन्छन्। त्यो त सामान्य कुरा हो। राधिका दासीको त्यो प्रवचन गर्ने भन्ने त के कुरा, वैज्ञानिकहरूले चमत्कार ब्रह्माण्डमा कत्रो चमत्कार गर्छन्, हामी जस्तै देखिन्छन्। मान्छे त हामी जस्तै मासुकै शरीर हो, तर चमत्कार कुन छ त भन्दा आकाश र जमिनको फरक छ कि। त्यो भएर यही भगवान नै पनि हुन सक्छन्, हामीले नचिने पनि हुन सक्छ, मान्छेको मासुको शरीर भन्ने होइन। त्यो भएर हामीले के बुझ्नु पर्यो धर्मशास्त्रबाट भने हामीले आफूपट्टि केन्द्रित हुनु पर्यो र समय रहँदै ध्यान दिनु पर्यो आफ्नोको बारेमा। अरू सबै उस्तै हुन् भनेर बस्यो भने कहिलेकाहीँ भ्रम पनि पैदा हुनसक्छ। अब जस्तो चाहिँ धर्मले भनेको कुरा हो कि हामी कसैले यही जन्ममा मुक्ति पाउन सक्छ अरे, कसैले 84 लाख जन्ममा भड्किन पनि सक्छ। अब जस्तो अहिले कोही मुक्ति यही जन्ममा पाउन सक्छ नि त। अब कोही मान्छे यही जन्म, अब अर्को यही हामी बाँचिरहेको मान्छे 84 लाख जन्म भड्किने पनि हुनसक्छ, त्यो आफ्नो क्षमता हो। त्यही भएर आफूमा केन्द्रित हुनु पर्यो। यो जन्म जीवन भनेको एकदम गहिरो विषय हो, त्यही भएर बुझ्न कोसिस गर्ने, आफूले मुक्ति पाउने, आफ्नो उद्धार गर्ने हो। अनावश्यक अरूको बारेमा लफडा पैदा गर्नुको कुनै अर्थ छैन। यहाँ क्षमता भएका धेरै अद्भुत क्षमता भएका पनि तपाईँको वरिपरि हुन सक्छन्। मान्छेको मासुको शरीर देखेर हुँदैन, हामी जस्तै भन्ने भ्रम पाएर चाहिँ लफडा पैदा गर्नु भयो। कौरवले पनि कृष्णसँग लफडा गरे, किनभने मासुकै शरीर छ, यो सामान्य होला भन्ने बुझे, भगवान पनि हो नि त होइन। त्यो भएर अनावश्यक लफडामा पर्नुभन्दा आफ्नो उद्धार कसरी हुन्छ, आफ्नो राम्रो कसरी हुन्छ, त्यतापट्टि केन्द्रित हुनु ठिक हो। क्षमता आफ्नो क्षमता भएका व्यक्तित्वहरू समाजमा हुनुहुन्छ। हस् त, धन्यवाद। हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद।